यदि तपाईँ बिरामी पर्नुभयो भने कहाँ जानुहुन्छ? यदि हजुरको स्वास्थ्यमा कुनै समस्या आयो भने के गर्नुहुन्छ? यदि शारीरिक समस्या भयो भने कोसँग परामर्श लिनुहुन्छ? पक्कै पनि हजुरले आफ्नो शारीरिक समस्या हैन आफ्नो कुनै बिमारी लिएर एउटा डाक्टरकोमा जानुहुन्छ। डाक्टरकोमा जाँदाखेरि सबभन्दा पहिले के विचार गर्नुहुन्छ? डाक्टरको क्वालिफिकेसन के हो? उहाँ कति पढ्नुभयो? उहाँ डाक्टरको अनुभव कस्तो छ? कतिको अनुभव छ? हैन उहाँले कतिजनाको उपचार गरेर कतिजना ठिक भइसक्नुभयो? भन्नुको अर्थ उहाँको अनुभवमाथि प्रश्न गर्नुहुन्छ। अनुभवी डाक्टरकोमा तपाईँ जानुहुन्छ। साथसाथै उहाँ कतिको विश्वासिलो हुनुहुन्छ? कतिको ट्रस्टेबल हुनुहुन्छ? त्यो ट्रस्ट हेरेर विश्वासले पनि तपाईँ उहाँकोमा जानुहुन्छ। भन्नुको अर्थ आफ्नो स्वास्थ्य समस्या लिएर हामी डाक्टरकोमा जाँदाखेरि हाम्रो दिमागमा जुन प्रश्नहरू आउँछन् स्वयं ती प्रश्नहरू पनि फाइनान्सियल प्लानिङ गर्दा, कुनै पनि आर्थिक योजनाहरू बनाउँदा, जीवन बिमा किन्दा पनि लिनुपर्ने हुन्छ। आजकल टिकटक, फेसबुक, त्यसै गरी युट्युबमा धेरै नयाँ नयाँ गुरुहरूको जन्म भएको छ। ती गुरुहरू पनि कस्तो? ती गुरुहरूसँग के छ त? ती गुरुहरू ट्रेन्ड हुन् कि तालिम प्राप्त गुरुहरू हुन् कि अथवा ती गुरुहरू क्वालिफाइड हुन् कि धेरै पढे लेखेका हुन् कि यो विषयमा धेरै जानकार हुनुहुन्छ कि अथवा यो फिल्डमा यो जीवन बिमा फिल्डमा चाहिँ उहाँले धेरै समय बिताइसक्नु भएको एउटा अनुभवी पो हुनुहुन्छ कि? हो, पक्कै पनि उहाँसँग यो चिजको कमी देख्छु म। यस्ता धेरै अनुभवविहीन हैन अनट्रेन्ड ट्रेनिङ पनि छैन, अनुभवविहीन, कुनै अनुभव नभएको, कुनै ट्रेनिङ नभएको र त्यो विषयवस्तुमा कुनै उहाँले स्टडी नगर्नुभएको अथवा अनक्वालिफाइड गुरुहरूको यहाँ बिगबिगी छ। म देखिरहेको छु। उनीहरूले जीवन बिमाको बारेमा विश्लेषण गर्ने, जीवन बिमाको प्रोडक्टको बारेमा विश्लेषण गर्ने, जबकि उहाँहरूको अनुभव भने जिरो छ, उहाँहरूको अब ट्रेनिङ भने जिरो छ हैन, उहाँसँग नलेज भने जिरो छ यो सम्बन्धी। साथसाथै कम्पनीको पनि विश्लेषण गर्छन्, जबकि उनीहरूले कम्पनीको बारेमा स्टडी नै गरेको छैन। त्यसकारणले यस्ता गफारी गुरुहरूबाट, यस्ता अब अनुभवहीन यो टिआरपी बटुल्ने, भ्युज, फलोवर्स र सब्सक्राइबर बटुल्ने, फेक न्युज फैलाउने हैन, त्यसै गरी फेक आइडियाज, फेक जानकारी, गलत जानकारी दिने यस्ता गुरुहरूबाट, यस्ता फेसबुके अथवा टिकटके गुरुहरूबाट सावधान रहनुहोला। किनभने कुनै पनि जानकारी लिनु राम्रो हो, तर फेक जानकारी लिनु चाहिँ जानकारी नहुनुभन्दा पनि अझै डेन्जरस हुन सक्छ। यदि तपाईँ कुनै चिजको बारेमा जानकारी लिँदै हुनुहुन्छ, नलेज लिँदै हुनुहुन्छ भने कृपया त्यसको अब के त भन्दाखेरि राम्रो नलेज, अथेन्टिक नलेज लिनु होला हैन, न कि फेक भनेको एकदम गलत जानकारीले तपाईँले चाहिँ एकदम गलत निर्णय लिन हैन उक्साउँछ, गलत निर्णय बाध्य बनाउँछ। त्यसकारणले जीवन बिमा गर्ने बेलामा जीवन बिमाको बारेमा बुझ्नका लागि चाहिँ हजुरले चाहिँ सबैभन्दा पहिले क्वालिफाइड, तालिम प्राप्त, साथसाथै अनुभव एजेन्ट, अभिकर्ता, एजेन्सी म्यानेजरहरूबाट चाहिँ सहयोग लिनुहोला। उहाँहरूबाट सहयोग लिनुहोला, उहाँहरूले हजुरलाई गाइड गर्नुहुनेछ। तर यो फेसबुकमा, टिकटकमा अथवा युट्युबमा हैन आउने विभिन्न खालको विश्लेषक हैन र यस्ता डिजिटल गुरुहरूबाट कृपया सावधान रहनुहोला हैन। जीवन बिमा सम्बन्धी, इन्भेस्टमेन्ट सम्बन्धी केही समस्या पर्यो भने, केही जानकारी लिनु पर्यो भने, विशेष गरी जीवन बिमासँग सम्बन्धित हजुरलाई कुनै समस्या छ अनि केही जानकारी लिनु परेको छ, लिनुपर्ने छ भने कृपया दिएको मोबाइल नम्बरमा सम्पर्क गरेर आफ्नो समस्याको समाधान लिन सक्नुहुन्छ। बैजनाथ चौधरी
एजेन्सी म्यानेजर लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड। मोबाइल नम्बर 98 193 12 608 98 421 31 355। हस्, धन्यवाद।